हेलो एभ्रिवान, फाइनल्ली वेट इज ओभर है। एक साल वेट गरेको चाहिँ अब चाहिँ मैले फल पाउनु आँटेको छु। त्यो चाहिँ के हो भनेर तपाईँहरूलाई पनि देखाउँछु हो। म चाहिँ आएको छु अहिले फिलहाल छतमा है, गम्छा सुकाइरहेछ यहाँ है, छतमा आएको छु। अन्त एक साल भयो मैले यसलाई रोकेको है, एक साल बाद चाहिँ यस्तो भएको छ। यो चाहिँ के हो भन्दा चाहिँ तपाईँलाई डल्ले खोर्सानी गाइस, एक साल अगाडि रोपेको हो। ए बल्ल खोर्सानी फल्दैछ है। अन्त यो चाहिँ अब कहिले, यो त अलिक ठुलो पनि भएको रहेछ। कहिले फलेर कहिले चाहिँ राम्ररी छिप्पिन्छ, अन्त चाहिँ खाम भइरहेछ हो। एउटा गाछ चाहिँ यहाँ छ, एक साल भयो यो रोपेको है। एउटा गाछ फेरि यहाँ छ हो, यहाँ पनि फल्दैछ हो। अझै लाग्दैछ चिचिलाहरू, सानो छ गाछ चाहिँ होइन, एक साल भयो है। यहाँ चाहिँ मेरो बुढाले फेरि सब्जीहरू पनि पुरा रोपेको छ है योपालि चाहिँ। टमाटर, भेन्डी, अन्त लौका है, त धनिया मैले अस्ति रोपेको, प्याजको पत्ता है, टमाटर, यो चाहिँ क्याप्सिकनहरू, यो चाहिँ सबै भेन्डीहरू रोपेको छ हो। साथीहरू आफूले रोपेको, आफूले रोपेर अब हुँदाखेरि है पुरा खुसी लाग्दो रहेछ। म चाहिँ डेली डल्ले लाउँदै हेर्छु, दिनमा 2-3 पल्ट हो, डेली आउँदै हेर्छु। यहाँ चाहिँ म पानी भर्दैछु है। अहिले एकछिनमा घाम डुबेपछि चाहिँ त्यहाँबाट चाहिँ फुलतिर पानी हाल्छु है। त्यही भएर चाहिँ अब चाहिँ डल्ले खानु पाउने रहेछु भनेर चाहिँ सोचेँ हो। अब चाहिँ डल्ले खाने पाउने रहेछु। अहिले त घामै छ, अब चाहिँ डल्ले खानु पाउँछु है साथीहरू। ल अहिलेको लागि चाहिँ बाई बाई।